सरकारका गलत क्रियाकलापका विरुद्ध र अर्कातिर प्रतिगामी चलखेलका विरुद्ध एकैसाथ जुझ्नुपर्ने विशिष्ट स्थिति सिर्जना भएको छ। आज मिटर ब्याज पीडितले सिडिओ अफिस भित्रै आत्महत्या गर्न खोजेका समाचार पढ्नु परेको छ। गुठी पीडित जनता 100 किलोमिटर छिचोलेर आफ्ना पीडा सुनाउन काठमाडौँ आइपुगेका छन्। लघुवित्त पीडितका समस्या अझ बल्झिएका छन्। सहकारी पीडित थप पीडित भएका छन्। देशभरका सामुदायिक विद्यालयका शिक्षक चक र डस्टर छाडेर राजधानी केन्द्रित आन्दोलनमा उत्रिएका छन्। दुग्ध उत्पादक किसान हुन् वा तरकारी उत्पादक, निर्माण व्यवसाय हुन् वा उखु किसान, दलित हुन् वा महिला, म सबैलाई आज आन्दोलनमै देखिरहेको छु। सरकारमा बसेका साथीहरूलाई मेरो प्रश्न छ, हरेक वर्ग र समुदायले अब आन्दोलन बाहेक अरू विकल्पै देख्न छाडेको हो? सरकारले जनतासँग संवाद गर्ने सामर्थ्य गुमाएको हो कि संवाद गर्नै नचाहेको हो? जनताको नजरमा सरकारको विश्वसनीयता र सरकारसँग संवादको औचित्य नै समाप्त भएको हो? सरकारको विश्वसनीयता सकिएकै देखेर आज पुरातनपन्थी राजतन्त्रवादी हौसिएका छन्। वर्षौंसम्म बन्द कोठामा समेत राजतन्त्र पुनर्स्थापनाको सपना देख्न डराएकाहरू आज सडकमै ओर्लिएका छन् र सडकबाटै राजतन्त्र पुनर्स्थापनाको चुनौती दिन थालेका छन्। राजावादीहरूको यो चहल पहलका पछाडि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ। यसमा देशभित्र र बाहिरका चलखेल पनि मिसिएका छन्। तर म के भन्न चाहन्छु भने यसकालका चलखेल आज मात्रै भएका होइनन्। नेपालमा यस्ता चलखेलहरू हिजो पनि थिए, अस्ति पनि थिए। तर अहिले चाहिँ यो अचानक वृद्धि किन भयो? प्रश्न मुख्यतः यहाँ रहेको छ। पछिल्ला 8 महिनामा सत्तामा रहेका पार्टीहरूले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै यसको मूल कारण हो भन्ने बुझ्न अब कठिनाई छैन। आज म ठूलो जिम्मेवारीका साथ सँगसँगै चेतावनीका साथ पनि भन्न चाहन्छु, नेपालको शान्ति प्रक्रिया मात्र होइन, गणतन्त्रको इतिहास पनि बडो मौलिक र निकै उदार रहेको छ। संसारभरिको गणतन्त्रको इतिहासमा राजतन्त्रको रगतले लेखिएका थुप्रै उदाहरण भेटिन्छ, तर नेपाल त्यसको अपवाद बन्यो। हामी सबैलाई राम्रोसँग जानकारी छ। त्यो हाम्रो मौलिकता, हाम्रो उदारताको एउटा प्रमाण थियो। पूर्व शाही परिवारमाथि हिंसाको कुरा त परेको कुरा हो। निर्वासन समेत नतोकी पूर्व राजालाई तत्कालका लागि सुरक्षित बस्ने ठाउँ समेत दिएर नेपालमा गणतन्त्रको इतिहास लेखिएको हो भन्ने कुरा हामी कसैले बिर्सिन हुँदैन। यो इतिहास क्रान्तिको मजबुरी थियो भन्ने भ्रम कसैलाई लागेको छ भने त्यो निकै ठुलो भ्रम मात्रै हुनेछ र यसले उदारतालाई कमजोरी ठानियो भने इतिहास फेरि निकै निर्मम भएर प्रस्तुत हुन सक्छ भन्ने कुरा हामी सबैले हेक्का राख्न जरुरी छ। गणतन्त्रका लागि यो देशका लगभग हरेक ढुङ्गामा जनताको रगत बगेको छ, हामी कसैले नबिर्सौं। क्रान्तिको इतिहास पढ्नुहोस्, गणतन्त्रको जग कति फराकिलो छ। सीमित माओवादीले उठाएको बन्दुकको कारण होइन, गणतन्त्र यो देशका सबैभन्दा सीमान्त वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदाय समग्रको त्याग र बलिदानको परिणामको रूपमा आएको हो। यो हेक्का हामी सबैलाई रहोस्। सार्वभौम भइसकेको नेपाली जनता फेरि रैती हुन्छन् भनेर सोचियो भने त्यो भन्दा ठुलो भ्रम अरू केही हुनै सक्दैन। हिजो गणतन्त्र माग्दा टाउकाको मोल तोकिएको थियो राजतन्त्र अन्तर्गत। अहिले राजावादी साथीहरू सम्मानित संसदमै हुनुहुन्छ। लोकतन्त्र र राजतन्त्रको तुलना हुनै सक्दैन भन्ने कुराको यो भन्दा राम्रो उदाहरण अरू केही हुन सक्छ र?